सिन्धुली जिल्ला मोरङ जिल्लामा हुनुहुन्थ्यो र मोरङ जिल्लाको टोयकान्तो सङ्घको अध्यक्ष पनि हुनुहुन्थ्यो, लायन्स क्रिकेट एकाडेमीको अध्यक्ष पनि हुनुहुन्थ्यो र उहाँ आज पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ। दिवस नेपालज्यूलाई यहाँ अगाडि पछाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यस्तै नेपाली काङ्ग्रेसको अपाङ्गहरूको तथा नेपाली राष्ट्रिय कलाकार अपाङ्गहरूको चाहिँ एउटा सङ्गठन, साथसाथै राष्ट्रिय कलाकार क्षेत्रमा पनि लामो समयसम्म अनुभव प्राप्त गर्नुभएको बर्दिवास निवासी हुनुहुन्छ विवश दुधराज, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यस्तै नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्थ्यो, कर्णाली प्रदेशको जनसम्पर्क समितिको महासचिव तथा संयोजक समेत भूमिका निर्वाह गरिसक्नु भएको केशर बहादुर हिरोजकलाई पनि उहाँलाई सागर भनेर पनि चिन्छ, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यस्तै सुर्खेत जिल्लाको जनसम्पर्कमा हुनुहुन्थ्यो चक्र बहादुर हिरोजक, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यस्तै महोत्तरी जिल्लाबाट सामाजिक अभियन्ता नगेन्द्र सप्या, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यस्तै भास्कर कुमार झा, यस्तै विनेश कुमार शाह, सञ्जय कुमार यादव, देवनारायण महतो, यस्तै धनुषाबाट राजेन्द्र श्रेष्ठ हुनुहुन्छ, उहाँहरू सबैलाई पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यहाँ यस पार्टी प्रवेशलाई सहजीकरण गर्नको लागि महोत्तरी जिल्ला सभापति शुभम कुमार यादवज्यूले समन्वय गर्नुभएको थियो। यस्तै अर्घाखाँचीबाट रामप्रसाद पोखरेल पनि हुनुहुन्छ, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यस्तै कैलालीबाट रन भण्डारी पूर्व शिक्षक हुनुहुन्छ। यस्तै पूर्व काङ्ग्रेस नेपाली काङ्ग्रेस परित्याग गरेर चाहिँ आउनुहुने ज्ञानु भण्डारी हुनुहुन्छ, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। काठमाडौँको पूर्व कर्मचारी हुनुहुन्थ्यो रामचन्द्र अधिकारी, उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। यस्तै धनुषाकै आरसी अधिकारी मनिष यादवज्यूलाई पनि पछाडि गइदिनको लागि अनुरोध गर्दछु। अब उहाँहरूलाई एक चरण त्यो व्याख्या गर्नको लागि अगाडिबाट हट्दिनु न, उहाँलाई हटाउनु कविता भन्ने कुरा ताली यस्तै ओम प्रकाश भुजेललाई पनि माथि गइदिनु होला।
बागमती प्रदेश हो परिषद माओवादी केन्द्रको हुनुहुन्थ्यो। अहिले माओवादी केन्द्र नेपाली कम्युनिस्ट पार्टी भइसकेको छ। त्यो त्यागेर अहिले आउँदै हुँदैछ। अगाडि बढेर ब्याज ग्रहण गरिरहेको सर मोबाइल पछाडि गरिदिनु न। आवाज आउँदैन। नेकपा एमालेको उहाँलाई पनि पछाडि गइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ। यस्तै मनिष यादव हुनुहुन्छ। अनेरा सोबिङको नेकपा एमाले समर्थित अनेरा सोबिङको केन्द्र सदस्य हुनुहुन्छ। उहाँलाई पनि पछाडि गइदिनुको लागि मनिष यादव। सामूहिक अहिले यो माइक अलिकति लाइन गएकोले गर्दाखेरि माइक भएन। हुन्छ ल अब यस पछाडि अर्घाखाँचीतिर गएको अर्घाखाँचीको रामप्रसाद पोखरेल हुनुहुन्छ। उहाँ पूर्व राष्ट्रिय युवा सङ्घ केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो। नेकपा एमालेको सम्पर्क सम्बन्धी तथा खेलकुद विभागको सदस्य हुनुहुन्थ्यो। यस्तै रमेश पोखरेल हुनुहुन्छ। ल बा यता हेर्नु, ल यता हेर्नु, यता हेर्नु, ल यता हेर्छु। अब अर्घाखाँचीकै रमेश पोखरेलज्यू हुनुहुन्छ। उहाँ सामाजिक अभियन्ता तथा युवा व्यवसायी हुनुहुन्छ। उहाँलाई पनि माथि गइदिनुको लागि गर्दछु। अरू चाहिँ अलिकति साइडमा गरिदिनुको लागि अनुरोध गरेँ। अब अर्घाखाँचीकोलाई अगाडि बढाउनु जस्तो लाग्यो। यस्तै अर्घाखाँचीको नेपाली काङ्ग्रेसको सक्रिय सदस्य हुनुहुन्थ्यो गणेश पोखरेल। उहाँलाई पनि अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। यस्तै नेकपा एमालेको सक्रिय सदस्य हुनुहुन्थ्यो चुडामणि पोखरेल। उहाँलाई पनि अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। यस्तै नेकपा एमालेको अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चको सदस्य हरिप्रसाद पोखरेल। उहाँलाई पनि अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। यस्तै नेकपा एमालेको अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुनुहुन्थ्यो डुन्डीराज पोखरेल। उहाँलाई पनि अगाडि आइदिनुलाई अनुरोध गरेँ। यस्तै राष्ट्रिय युवा सङ्घ अन्तर जिल्ला सदस्य मोदनाथ पौडेलज्यूलाई पनि अगाडि आइदिनुको लागि अनुरोध गर्दछु। यस्तै राष्ट्रिय युवा सङ्घ अन्तर जिल्ला सदस्य हुनुहुन्थ्यो पिताम्बर पोखरेल। उहाँलाई पनि अगाडि आइदिनुलाई अनुरोध गरेँ। यस्तै राष्ट्रिय युवा सङ्घ अन्तर जिल्ला सदस्य सागर पोखरेलज्यू। यस्तै राष्ट्रिय युवा सङ्घ अन्तर जिल्ला सदस्य युवराज पोखरेल। राष्ट्रिय युवा सङ्घ अन्तर जिल्ला सदस्य विष्णुहरि पोखरेल। राष्ट्रिय युवा सङ्घ अन्तर जिल्ला सदस्य दधिराम पोखरेल। नेकपा एमालेको सक्रिय सदस्य निशा अधिकारी। जेन्जी युवा कविता भुषाल। यस्तै जेन्जी युवा कौशिला भुषाल। नेकपा एमालेको सक्रिय सदस्य हरि पोखरेल। नेकपा एमालेकै सक्रिय सदस्य बाबुराम पोखरेल। यस्तै पूर्व माओवादीको सक्रिय सदस्य देवराज पोखरेल। अनि नेकपा एमालेको सक्रिय सदस्य टमलाल पोखरेल, बिन्दु पोखरेल। नेपाली काङ्ग्रेसको सक्रिय सदस्य गोकुल पोखरेल। यस्तै नेकपा एमालेको सक्रिय सदस्य हुनुहुन्थ्यो गणेश पोखरेल, माधव पोखरेल। नेपाली काङ्ग्रेसको सक्रिय सदस्य हुनुभएको दुर्गा पोखरेल, टीकाराम गौतम, विष्णु पोखरेल, गणेश पोखरेल, विष्णु श्रेष्ठ। सबैजना यो नाम लिएको साथीहरू चाहिँ अगाडि आइदिनुको लागि पछाडि यो मञ्चमा माथि आइदिनुको लागि अनुरोध गरेँ। यस्तै रघुनाथ पोखरेल हुनुहुन्छ। उहाँलाई पनि अगाडि आइदिनुको लागि अनुरोध गरेँ। यादव पोखरेल, सुभाष पोखरेल, नारायण पोखरेल, प्रिन्स पोखरेल। मेरो नाम आयो जान्छ होला। यस्तै अर्जुन विक हुनुहुन्छ, नवराज पोखरेल, सन्जु पोखरेल,
उहाँहरू सबैलाई यहाँ पछाडि आइदिनुको लागि अनुरोध गरेँ। अलिकति बिचमा आइदिनु होला। अर्घाखाँचीको आउँदै हुनुहुन्छ जस्तो लाग्यो। ल अहिले जति आउनु भएको छ उहाँहरूलाई स्वागत गरौँ। ल उहाँहरूलाई पनि पार्टीको सभापतिज्यूले स्वागत गरिसक्नुभयो। हामी सबैले ताली बजाएर स्वागत गरौँ। अब यस पछाडि सिन्धुली जिल्लाबाट ठुलो सङ्ख्यामा उहाँहरूको पनि म पालै पालो नाम पढ्छु। पछाडि गइदिनुको लागि अनुरोध गर्दछु। सबैभन्दा पहिला पूर्व शिक्षक, बौद्धिक समाजसेवी, निवृत्त शिक्षक समाजको उपाध्यक्ष समेतको भूमिका निर्वाह गरिराख्नुहुने शङ्कर प्रसाद उप्रेती हुनुहुन्छ। उहाँलाई पछाडि गइदिनुको लागि यस्तै अधिवक्ता हुनुहुन्छ निर्मल थापा। उहाँलाई पनि पछाडि गइदिनुको लागि अनुरोध गर्दछु। दलित मुक्ति मोर्चा पूर्व जिल्ला अध्यक्ष हुनुहुन्थ्यो उहाँ कीर्तिमान नेपाली। उहाँलाई पनि पछाडि गइदिनुको लागि अनुरोध गर्दछु। युवा व्यवसाय हुनुहुन्छ सुरेन्द्र थापा। उहाँलाई पनि पछाडि गइदिनुको लागि अनुरोध गरे। यस्तै काले सार्की हुनुहुन्छ व्यवसायी। अर्को काजी तोलाङ्गे हुनुहुन्छ। उहाँलाई पनि पछाडि गइदिनुको लागि अनुरोध गरे। सुभाष थापा हुनुहुन्छ। उहाँलाई पनि पछाडि गइदिनुको लागि अनुरोध गरे। भक्त तोलाङ्गे, सुभाष थापा, कौस्तुभ थापा, ढाल बहादुर आछामे, शम्भु तोलाङ्गे, दीपक तोलाङ्गे, कुमार रम्तेल, उमेश तोलाङ्गे, रमेश आछामी, मोती तोलाङ्गे, प्रदीप तोलाङ्गे, दुर्गा तोलाङ्गे, शिव तोलाङ्गे, राजकुमार आछामी, राजन फुर्कोटी, अमर फुर्कोटी, खुशबहादुर थापा, कुमार स्याङ्बा, यस्तै असीम कुमार बराल, दुर्गा बहादुर रम्तेल, नवराज तोलाङ्गे। ल अहिले फेरि अर्को लट गरौँला। यस पछाडि अरू पनि तयारी भइराख्नु होला। सिन्धुलीको नेताहरू पनि माथि गइदिनु न, त्यो सजिलो हुन्छ। सिन्धुलीको चाहिँ अविनाशजी जिल्ला सभापति हुनुहुन्छ। यस्तै रवि किरण जी सिन्धुलीको नेता हुनुहुन्छ। पार्टीको पनि एउटा विभागको महत्त्वपूर्ण विभागको प्रमुख सिन्धुलीको नेता कुसुमजी हुनुहुन्छ। उहाँ पनि माथि नै हुनुहुन्छ है। ल उहाँलाई पनि धेरै धेरै स्वागत छ। उहाँहरूको प्रयास बावजुद सबैजना सिन्धुलीबाट आज ठुलो सङ्ख्यामा एउटै पालिकाबाट यति धेरै राजसभामा प्रवेश गर्दै हुनुहुन्छ। उहाँहरू सबैलाई राजसभामा धेरै धेरै स्वागत छ। यस्तै सबै पढिदिनु न सर। अब यस्तै राम अछामी, साजन, साजकुमार अछामी, प्रेम बहादुर सार्की,
रमेश बिसुङखे, अशोक तोलाङ्गे, विनोद तोलाङ्गे, इन्द्रबहादुर तोलाङ्गे, कुमार कार्की, निर्मल थापा, सबैजना पछाडि गइदिनु होला। सुरेन्द्र थापा, दिपेन्द्रजङ थापा, नारायणजङ थापा, वैकुण्ठ अधिकारी, विष्णु अधिकारी, नीलकण्ठ अधिकारी, जयराम कार्की, रमेश कार्की, गुणराज थापा, नारायण थापा, अमर थापा, नवीन खड्का, थापा, नारायण बहादुर थापा, केशव सुमन थापा, नेत्रबहादुर थापा, कैलाश थापा, नवीन थापा, मणिराज थापा, गोपी थापा, यज्ञराज थापा, कृष्ण थापा, सञ्जीव तोलाङ्गे, केशव परसाई, पदम कार्की, मनोज उप्रेती, विनोद नेपाली, झलक थापा, सौगा नेपाली, पेशल बहादुर पेशल थापा दुधौलीबाट हुनुहुन्छ। उहाँलाई पनि माथि गइदिनुको लागि अनुरोध गरे। विकासै सम्मान गर्ने ल यसै क्रममा रौतहटबाट विकासको क्षेत्रमा विकास बनाउने क्षेत्रमा विजय प्रसाद केसरी पनि हुनुहुन्छ। उहाँ पनि यही लटमा पछाडि गइदिनलाई अनुरोध गरे। यस्तै धनुषाबाट राजेन्द्र बहादुर श्रेष्ठ हुनुहुन्छ। उहाँलाई पनि पछाडि गइदिनको लागि अनुरोध गरे। छेक्यो छेक्यो त्यसले गर्दाखेरि ब्यानर हटाउनु अरे हटाउनु हटाउनु यार किशोर बराललाई पनि माथि गइदिनुको लागि अनुरोध गर्दछु। उहाँ चाहिँ सिन्धुलीको दिनौली पालिकाबाट हुनुहुन्छ। योभन्दा पहिला सबैजना सिन्धुलीको सुनकोशी गाउँपालिकाबाट हुनुहुन्थ्यो छेक्यो पछाडि र त्यसमा पनि विशेषतः वडा नम्बर 6, 1, 7, 3 लगायतकाहरू हुनुहुन्छ। 6बाट अधिकांश धेरै जसो सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नम्बर 6बाट हुनुहुन्छ। ब्यानर हटाउन यार यस्तै राजकुमार नेपालीले पनि माथि गइदिनुको लागि अनुरोध गर्दछु। राजकुमार नेपाली सिन्धुलीको सान घन्टीको परिचय